हेलो फ्रेंड्स, यो हो जैक्सवाल एजुकेशन जहाँ साइन्स हुन्छ सिम्पल। आज हामी इलेक्ट्रिसिटी च्याप्टर रिलेटेड न्यूमेरिकल प्रब्लम सिम्पल एन्ड साइन्टिफिक वेमा सिक्नेछौँ। एनिवे यो क्वेसन नेमदारी विद्यालयको एकजना भाइले मलाई पठाएको हो। यही क्वेसन मार्फत तपाईहरूलाई इलेक्ट्रिसिटी च्याप्टरको न्यूमेरिकल सल्भ गर्ने सोलिड र कम्प्लिट कन्सेप्ट दिनेछु। त्यस कारणले गर्दा भिडियो अन्तसम्म हेर्नुहोला। ल अब हामी क्वेसन सल्भ गर्नतर्फ लागौँ। स्टडी द गिभन इलेक्ट्रिक सर्किट एन्ड फाइन्ड द फलोइङ। यहाँ एउटा इलेक्ट्रिक सर्किट को डायग्राम दिएको छ जुन हेर्न सक्नुहुन्छ अनि त्यसमा केही क्वेसन दिएको छ 6 वटा। त्यसलाई हामीले के गर्नु छ सल्भ गर्नु छ। ल यो क्वेसनलाई वन बाइ वन पढौँ। इक्विभ्यालेन्ट रेजिस्टेन्स अफ द सर्किट, रिडिङ अफ ब्लू एमिटर, पोटेन्शियल ड्रप इन 4 ओम रेजिस्टर एन्ड 3 ओम रेजिस्टर, रिडिङ अफ रेड एमिटर, टर्मिनल भोल्टेज एन्ड रिडिङ अफ भोल्टमिटर। ल हामीले कुनै पनि इलेक्ट्रिसिटी च्याप्टरको न्यूमेरिकल सल्भ गर्नुभन्दा अगाडि हामीलाई सर्किटमा के कुरा दिएको छ त्यसलाई राम्रोसँग अब्जर्भ गर्नुपर्छ। त्यसपछि हामी क्वेसन सल्भ गर्नतर्फ लाग्नुपर्छ। त्यसकारणले गर्दा यो सर्किटमा हामी अब्जर्भ गर्दाखेरि के हेर्न सक्छ। एउटा ब्याट्री दिएको छ जसको इएमएफ 30 भोल्ट छ। त्यस्तै गरी 5 वटा एक्सटर्नल रेजिस्टर दिएको छ 1 ओम, 4 ओम, 6 ओम, 3 ओम, 2 ओम को, अनि एउटा इन्टर्नल रेजिस्टर छ 1 ओम को। त्यस्तै गरी एउटा भोल्टमिटर छ जुन 4 ओम को अपोजिट कनेक्टेड छ, अनि 2 वटा एमिटर छ, एउटा 3 ओम को नजिकमा छ, अर्को 2 ओम को नजिकमा छ। त्यस्तै गरी यो सर्किटमा 2 वटा कम्बिनेसन दिएको छ। 2 वटा रेजिस्टरलाई प्यारलल कम्बिनेसनमा राखेको छ भने 4 वटा रेजिस्टरलाई सिरिजमा राखेको छ। त्यसकारणले गर्दा हामीले न्यूमेरिकल सल्भ गर्दाखेरि 3 वटा कुरालाई ध्यान दिनुपर्छ। पहिलो कुरा के हो भने प्यारलल कम्बिनेसनमा पोटेन्शियल डिफरेन्स सेम हुन्छ तर करेन्ट डिफरेन्ट हुन्छ। त्यस्तै गरी सिरिज कम्बिनेसनमा करेन्ट सेम हुन्छ, पोटेन्शियल डिफरेन्स डिफरेन्ट हुन्छ। अनि अर्को सबैभन्दा मोस्ट इम्पोर्टेन्ट टिप्स के छ भने यस्तो टाइपको सर्किट प्रब्लम दिँदाखेरि जहिले पनि हामी प्यारलल कम्बिनेसनबाट सल्भ गर्न स्टार्ट गर्नुपर्छ। त्यसपछि हामी सिरिज तर्फ लाग्नु पर्छ। त्यसकारणले गर्दा म यो सर्किटलाई प्यारलल कम्बिनेसनबाट सल्भ गर्न गइरहेको छु। यसमा 2 वटा रेजिस्टर छ जुन 6 ओम र 3 ओम लाई प्यारलल कम्बिनेसनमा राखेको छ। तपाईहरुलाई थाहै छ प्यारलल कम्बिनेसनमा रेजिस्टेन्स निकाल्ने फर्मुला के हो भने 1 बाइ Req इज इक्वल टु 1 बाइ R1 प्लस 1 बाइ R2 हो। अनि यहाँ 2 वटा मात्र रेजिस्टर छ प्यारललमा। एउटालाई मैले R1 मानिदिइरहेको छु, अर्कोलाई R2 मानिदिइरहेको छु। त्यसपछि यिनीहरुको भ्यालुलाई हामी फर्मुलामा राख्ने बित्तिकै हाम्रो यो प्यारलल कम्बिनेसनको इक्विभ्यालेन्ट रेजिस्टेन्स आइहाल्छ। त्यसकारणले गर्दा अब यसलाई म फर्मुलामा पुट गर्न गइरहेको छु। R1 को 3 ओम मानेको छु, त्यस्तै गरी R2 लाई 6 ओम, अनि यो दुईटैको एलसीएम लिनु पर्यो। एलसीएम लिँदाखेरि कति हो 6 हुन्छ। त्यसकारणले गर्दा यसमा 2 + 1 बाइ 6 भयो। यो सल्भ गर्दाखेरि इक्विभ्यालेन्ट रेजिस्टेन्स कति आउँछ 2 ओम आउँछ। त्यसो भए यो प्यारलल कम्बिनेसनलाई सल्भ गर्दाखेरि यसको इक्विभ्यालेन्ट रेजिस्टेन्स 2 ओम आयो। त्यसकारणले गर्दा यसले सर्किटलाई सिम्पल वेमा बुझ्दाखेरि हामीले एउटा यहाँ इमेजिनरी टाइपको कम्बिनेसन वा रेजिस्टर बनाउन सक्छौं। त्यसलाई हामीले 2 ओम लेख्छौं। यसको मतलब के भयो हामी 6 र 3 को लाई सल्भ गर्दाखेरि यसको इक्विभ्यालेन्ट रेजिस्टेन्स 2 ओम आयो। त्यसैले अब तपाईले हेर्नु त यो सबै रेजिस्टरहरु यो सल्भ गरेपछि सब सिरिजमा आइहाल्यो। यो 1 ओम पनि 4 ओम पनि इक्विभ्यालेन्ट 2 ओम पनि, यो 2 ओम र इन्टर्नल 1 ओम यिनीहरु सबै सिरिजमा आयो। सिरिजमा आएपछि हामीलाई थाहा छ सिरिजको टोटल रेजिस्टेन्स निकाल्नको लागि सबै रेजिस्टरको रेजिस्टेन्स सम गरिदिएपछि सिरिज कम्बिनेसनमा रेजिस्टेन्स आइहाल्छ। त्यसकारणले गर्दा यो सर्किटको टोटल रेजिस्टेन्स निकाल्नको लागि हामीले यिनीहरुको रेजिस्टेन्सलाई सम गर्दियौ। 1 + 4 ओम प्लस इक्विभ्यालेन्ट 2 ओम प्लस यो 2 ओम प्लस 1 ओम कति आयो 10 ओम आयो। त्यसो भए यो सर्किटको टोटल रेजिस्टेन्स कति आयो 10 ओम। त्यसो हाम्रो पहिलो क्वेशनको एन्सर आयो 10 ओम। अब दोस्रो क्वेशन तर्फ लाग्यो। रिडिङ अफ ब्लू एमिटर। यसले के भनिरहेको छ यो ब्लू एमिटर हेर्नु। यो ब्लू एमिटरबाट करेन्ट कति पास भइरहेको छ। एमिटर भनेको तपाईलाई थाहै होला करेन्ट मेजरिङ डिभाइसलाई हामी एमिटर भन्छौं। यो जुन ब्लू एमिटर 2 ओम रेजिस्टरको साइडमा कनेक्टेड छ त्यसबाट करेन्ट कति पास भइरहेको छ त्यो निकाल्नको लागि भनिरहेको छ। हामीलाई इएमएफ ब्याट्रीको थाहा छ 30 भोल्ट हो। त्यसैले हामीले भर्खरै टोटल रेजिस्टेन्स निकालिसक्यौ 10 ओम। अब त्यसपछि ओम्स ल लगाएपछि यसको त करेन्ट आइहाल्छ नि।
त्यस कारणले गर्दा दोस्रो क्वेसन सल्भ गर्दाखेरि हामीले ओम्स ल लाउँछौँ। ओम्स लको फर्मुला के हो? V = IR हो। त्यसो भए हामीलाई के निकाल्नु छ? I निकाल्नु छ। I = V/R भयो। R भनेको हाम्रो RT हो। अब भ्यालु पुट गर्दाखेरि करेन्ट आइहाल्छ 30 भोल्ट अपन 10 ओम। यसलाई सल्भ गर्दाखेरि 3 एम्पियर। त्यसो भए यो सर्किटमा करेन्ट फ्लो भइरहेको छ 3 एम्पियर। मैले जुन जुन ठाउँमा I लेखेको छु त्यो ठाउँमा 3 एम्पियर लेखिदिनु। त्यसो भए यो ब्लू एमिटरले कति करेन्ट रिड गर्यो? 3 एम्पियर। ल दोस्रो क्वेसन पनि सल्भ भयो। अब तेस्रो तर्फ लाग। तेस्रोमा के भनिरहेछ? पोटेन्शियल ड्रप इन 4 ओम एन्ड 3 ओम रेजिस्टर। यो 4 ओम र 3 ओम रेजिस्टरमा कति पोटेन्शियल ड्रप भयो त्यो निकाल्नको लागि भनिरहेको छ। अब यहाँ सर्किटमा हेर्दाखेरि हामीले भर्खरै करेन्ट कति निकाल्यो? 3 एम्पियर। अब 3 एम्पियर करेन्ट कसबाट पास भइरहेछ? 4 ओम रेजिस्टरबाट। यसको के निकाल्नु छ? पोटेन्शियल ड्रप निकाल्नु छ। हामीलाई रेजिस्टेन्स थाहै छ, करेन्ट थाहै छ, ओम्स ल लगाएपछि पोटेन्शियल ड्रप आइहाल्छ। त्यस कारणले गर्दा तेस्रो क्वेसन सल्भ गर्दाखेरि हामीले ओम्स लबाट सल्भ गर्नेछौँ। V4 = IR4। म यहाँ V4 किन लेखेको भने 4 ओम रेजिस्टेन्सको पोटेन्शियल ड्रप निकालिरहेको छु अनि यो रेजिस्टेन्सको सिम्बोलिक फर्म लेखिदिरहेको छ R4। हामीलाई बुझ्नलाई अलिक सजिलो हुन्छ। त्यसो भए हामीलाई करेन्ट थाहै छ 3 एम्पियर अनि रेजिस्टेन्स 4 हो। यसलाई मल्टिप्लाई गर्दाखेरि कति आयो? 12 भोल्ट आयो, जुन भनेको पोटेन्शियल ड्रप इन 4 ओम रेजिस्टर हो। त्यस्तै गरी हामीले पोटेन्शियल ड्रप इन 3 ओम रेजिस्टर निकाल्नु पर्यो। यो निकाल्दाखेरि यहाँ हामीले एउटा कन्सेप्ट युज गर्छौँ। के कन्सेप्ट युज गर्छौँ भने पोटेन्शियल डिफरेन्स प्यारलल कम्बिनेसनमा जहिले पनि सेम हुन्छ। त्यस कारणले गर्दा यो सर्किटमा यहाँ हेर्नु त, यो इन पोइन्टमा ध्यान दिनु त, यहाँ जति पोटेन्शियल डिफरेन्स छ त्यति नै यो R1 रेजिस्टरमा पनि छ, त्यति नै R2 मा पनि हुन्छ, किनकि प्यारलल कम्बिनेसनमा पोटेन्शियल डिफरेन्स सेम हुन्छ। अनि हामीले यो दुईटालाई सल्भ गर्दाखेरि यसको इक्विभ्यालेन्ट रेजिस्टेन्स 2 ओम निकाल्यो अनि यहाँ करेन्ट यो निकालेको नै छु 3 एम्पियर। अनि त्यस कारणले गर्दा यो 2 ओम रेजिस्टेन्स र यो 3 एम्पियरलाई ओम्स ल लगाएर पोटेन्शियल डिफरेन्स निकाल्छौ भने आइहाल्छ नि। जति यहाँ पोटेन्शियल डिफरेन्स छ त्यति नै यहाँ पनि हुन्छ, त्यति नै यहाँ पनि हुन्छ। त्यस कारणले गर्दा यसलाई हामी पोटेन्शियल डिफरेन्स निकाल्दाखेरि V = के लेख्छौ? IREQ। अनि I भनेको 3 एम्पियर हो, इक्विभ्यालेन्ट रेजिस्टेन्स 2 ओम हो। यसलाई सल्भ गर्दाखेरि 6 भोल्ट हो। त्यसो भए यहाँको पोटेन्शियल डिफरेन्स हामी कति निकाल्यो? 6 भोल्ट निकाल्यो। त्यही पोटेन्शियल डिफरेन्स कति हो? 3 ओम रेजिस्टेन्सको पनि हुन्छ। त्यस कारणले गर्दा हामी के लेख्न सक्छौँ? यहाँ V3 = 6 भोल्ट। ल स्क्रिनशट लिइहाल्नु। अब हामी चौथो र पाँचौं क्वेसन तर्फ लाग्छौँ। ल अब हामी फोर्थ क्वेसन सल्भ गर्छौँ। फोर्थ क्वेसनमा के भनिरहेको छ? रिडिङ अफ रेड एमिटर। अब रेड एमिटरले कति करेन्ट रिड गरिरहेको छ त्यो निकाल्नको लागि भनिरहेको छ। रेड एमिटर कहाँनिर छ? 3 ओम रेजिस्टरको बगलमा छ अनि यसको रेजिस्टेन्स हामीलाई थाहा छ अनि यसको पोटेन्शियल डिफरेन्स हामी भर्खरै निकालेको यो इनमा। यो जति पोटेन्शियल डिफरेन्स यो इनमा हुन्छ त्यति नै R1 रेजिस्टर नै हुन्छ, त्यति नै R2 रेजिस्टेन्स नै हुन्छ। त्यस कारणले गर्दा यहाँ हामीले करेन्ट निकाल्दाखेरि त्यही ओम्सै ल लगाउँछौँ। I = V/R लेख्छौँ। पोटेन्शियल डिफरेन्स हामीले कति निकाल्यो? यहाँ 6 भोल्ट, त्यही 6 भोल्ट नै लेख्छौँ। त्यस्तै यसको रेजिस्टेन्स कति छ? 3 ओम छ। यसलाई सल्भ गर्दाखेरि करेन्ट कति आयो? 2 एम्पियर आयो। त्यसो भए यो 3 ओम रेजिस्टेन्सबाट करेन्ट कति पास भइरहेको छ? 2 एम्पियर। त्यसो भए त्यति नै करेन्ट यो रेड एमिटरले रिड गर्छ। त्यसो भए हामीले यहाँ करेन्ट कति निकाल्यो? 2 एम्पियर। टोटल सप्लाई अफ करेन्ट कति छ? 3 एम्पियर। जसमध्ये 2 एम्पियर यो R1 रेजिस्टरबाट पास भयो, रिमेनिङ कति बच्यो? 1 एम्पियर। यो 1 एम्पियर रेजिस्टेन्स R2 रेजिस्टरबाट पास भयो। यो फेरि टोटल यहाँ आएर सम भइहाल्छ 3 एम्पियर नै हो, किनकि प्यारलल कम्बिनेसनमा करेन्ट डिभाइड हुन्छ, पोटेन्शियल डिफरेन्स सेम हुन्छ। एउटा यो तरिकाबाट हामी करेन्ट निकाल्न सक्छौँ। अर्को यदि हामीलाई पोटेन्शियल डिफरेन्स थाहा छैन तर टोटल करेन्ट थाहा छ अनि रेजिस्टेन्स थाहा छ, त्यति बेला पनि हामीले सर्टकट फर्मुला युज गरेर निकाल्न सक्छौँ। त्यति बेला हामीले के गर्नुपर्छ भने I जसको करेन्ट निकाल्नु छ
त्यसको अपोजिट साइडको रेजिस्टरलाई माथि लेख्ने। अब हामीलाई कसको करेन्ट निकाल्नु छ 3 ओम रेजिस्टरको, यसको अपोजिट रेजिस्टर कुन हो 6 ओम। त्यस कारणले गर्दा R2 अपन R1 प्लस R2 इन्टु टोटल सप्लाई करेन्ट। अनि हामीलाई करेन्ट कसको निकाल्नु छ 3 ओमको। त्यस कारणले गर्दा म यहाँ I3 लेखिदिइरहेको छु वा R1 नै लेखिदिइरहेको छु, यसको करेन्ट निकाल्नु छ। त्यसपछि भ्यालु पुट गरौँ। R2 कति दिएको छ 6 ओम दिएको छ, अनि R1 कति छ 3 छ, R2 6 छ, टोटल करेन्ट सप्लाई कति छ 3 छ। अब यसलाई सल्भ गर्दाखेरि 18/9 आयो, अनि यसलाई सल्भ गरौँ त 2 एम्पियर। त्यसो भए यसबाट पनि कति करेन्ट पास भइरहेछ 2 एम्पियर। अघि नै हामी यहाँबाट पनि निकाल्यौ, यहाँबाट। त्यति बेला हामीले रेजिस्टेन्स र टोटल सप्लाई करेन्ट पाल्न निकाल्यौ। यो सर्टकट ट्रिक हो, अनि हामीले कन्सेप्ट युज गरेर निकाल्यौ, त्यति मात्रै हो। ल अनि तपाईहरुले यो गल्ती नगर्नु होला। कतिपय विद्यार्थीहरुले के गर्छ भने जसको करेन्ट निकालिरहेछ त्यसैको रेजिस्टेन्सलाई माथि राखिदिन्छ। त्यो गल्ती नगर्नु है, म बारम्बार भनिरहेको छु, त्यो गल्ती कहिले पनि नगर्नु होला। हामीलाई जसको करेन्ट निकाल्नु छ त्यसको रेजिस्टेन्सको अपोजिट साइड हाल्नु पर्छ। त्यसकारणले गर्दा मैले I1 निकालिरहेको छु भने यहाँ R2 लेखेको, यदि मलाई I2 निकाल्नु पर्थ्यो भने यहाँ R1 लेख्थे। ल अब हामी 5th क्वेशन तर्फ लाग्छौं। 5th क्वेशनमा के भनिरहेको छ टर्मिनल भोल्टेज। ल यो क्वेशन सल्भ गर्नु भन्दा अगाडि तपाईहरुलाई मैले केही कन्सेप्ट दिन्छु। त्यो के कन्सेप्ट हो भने EMF र पोटेन्शियल डिफरेन्सको। EMF भनेको के हो भने कुनै पनि ओपन सर्किटमा पोटेन्सियोमिटरले रिड गरेको भोल्टेजलाई नै हामी EMF भन्छौं। एउटा यो तरिका भयो। अर्को तरिका के हो भने कुनै पनि ब्याट्रीमा लेखेको जति भोल्टेज हुन्छ त्यही नै हाम्रो EMF हो। अनि त्यसपछि पोटेन्शियल डिफरेन्स भनेको के हो भने क्लोज सर्किटमा भोल्टमिटरले रिड गरेको भोल्टेजलाई हामी पोटेन्शियल डिफरेन्स भन्छौं। त्यस कारणले गर्दा 1 सेकेन्डमा बुझ्दाखेरि के बुझ्न सक्नुहुन्छ भने EMF ओपन सर्किटमा मेजर हुन्छ, पोटेन्शियल डिफरेन्स क्लोज सर्किटमा मेजर हुन्छ। किन यस्तो हुन्छ भने किनकि ब्याट्रीसँग केही इन्टरनल रेजिस्टेन्स हुन्छ। त्यो इन्टरनल रेजिस्टेन्सको कारणले गर्दा EMF र पोटेन्शियल डिफरेन्स सेम हुँदैन, अलि फरक भइहाल्छ। अनि यो इन्टरनल रेजिस्टेन्स कसरी बुझ्ने भने कुनै पनि ब्याट्रीको अगाडि र पछाडि सानो रेजिस्टर बनाइदिन्छ, त्यसलाई हामी इन्टरनल रेजिस्टेन्स भन्छौं। यो फिगरमा बुझ्दाखेरि यो ब्याट्री भयो, ब्याट्रीको पछाडि तर्फ एउटा इन्टरनल रेजिस्टेन्सको बनाएको छ, त्यो 1 ओम लेखेको छ। अनि अर्को तरिका के बुझ्न सक्नुहुन्छ भने ब्याट्रीको अगाडिको इन्ड र पछाडिको इन्ड सम्मको वायर हुन्छ जसमा एउटा कुनै रेजिस्टर बनाइदियो, त्यसलाई हामी बुझ्दाखेरि के बुझ्न सक्छौं AD। त्यो AD बिच कुनै रेजिस्टर बनाइदियो भने त्यो इन्टरनल रेजिस्टर हो। त्यस्तै गरी यो A भयो, यसलाई B मान्देऊ, यसलाई C मान्देऊ, यो D भयो, यो ABCD। यहाँदेखि जति रेजिस्टर दिएको छ यो सबै एक्सटर्नल रेजिस्टर हो। त्यस कारणले गर्दा EMF को फर्मुला तपाईले पढ्नु भएको होला। त्यसैले पोटेन्शियल डिफरेन्स इज इक्वल टु E माइनस IR हुन्छ। यो स्मल r भनेको इन्टरनल रेजिस्टेन्स को सिम्बल हो। EMF कति दिएको छ 30 भोल्ट दिएको छ। करेन्ट कति निकाल्यो हामी 3 एम्पियर। यो इन्टरनल रेजिस्टरबाट करेन्ट कति पास भइरहेछ 3 एम्पियर। त्यसको रेजिस्टेन्स 1 ओम दिएछ। सल्भ गर्दाखेरि कति आयो 27 भोल्ट। यही नै हाम्रो पोटेन्शियल डिफरेन्स हो वा टर्मिनल भोल्टेज अफ सर्किट हो। ल अब 6th क्वेशन तर्फ लागौ। 6th क्वेशन तर्फमा के भनिरहेछ रिडिङ अफ भोल्टमिटर, जुन हामी अगाडि निकालि नै सकेछौं। अब भोल्टमिटर भनेको यस्तो डिभाइस हो जसले भोल्टेज मेजर गर्छ। यो 4 ओम रेजिस्टरको अपोजिट साइडमा हुन्छ। त्यस कारणले गर्दा हामी V4 इज इक्वल टु IR4 लगाउँछौं। करेन्ट 3 एम्पियर दिएको छ अनि रेजिस्टेन्स 4 ओम दिएको छ। सल्भ गर्दाखेरि 12 भोल्ट आयो। ल विश्वास छ तपाईहरुले यो क्वेशन बा बुझिहाल्नु भयो होला। अनि यस्तो टाइपको न्युमेरिकल मजाले सल्भ गर्न सक्नुहुन्छ। यदि तपाईसँग कुनै क्वेशन सल्भ भइरहेको छैन, इलेक्ट्रिसिटी च्याप्टरको मात्र हैन, 8, 9, 10, 11, 12 जुन पनि क्लासको क्वेशनहरु मलाई निर पठाउन सक्नुहुन्छ। त्यो क्वेशनलाई मैले सल्भ गरेर भिडियो बनाएर अपलोड गर्दिन्छु। अनि तपाईहरु मलाई क्वेशन कसरी पठाउन सक्नुहुन्छ भने कुनै पनि मेरो सोशल मिडिया ह्यान्डलबाट पठाउन सक्नुहुन्छ। त्यस कारणले गर्दा यदि यो भिडियो मन परेमा तपाईलाई लाइक, शेयर र सब्स्क्राइब गर्दिनु होला। थ्यांक यू।